ल फाइनली हामी गोल्ड कोस्ट र चाहिँ ब्रिजबेनको यात्रामा निस्किँदैछौँ र अब हाम्रो यात्रा चाहिँ ल गोल्ड कोस्टको यात्रा चाहिँ हाम्रो सुरु भयो होइन त बाबु? अब कति घन्टाको यात्रा भनेर देखाइरहेको छ? 900 किलोमिटर 9 घन्टाको यात्रा 900 किलोमिटर 9 घन्टाको यात्रा हजुर 9.5 अब हामीले चाहिँ यो समुद्र चाहिँ तर्यौँ है गाइस। होला हामी समुद्र हो यो। अब हामी चाहिँ तेल हाल्दैछौँ। तेल हाल्ने ठाउँ बोल्न मिल्दैन र मिल्छ? ल तेल हाल्न है गाइस। यो चाहिँ पुरा रूपमा चाहिँ जङ्गल आग लागि भएर चाहिँ यस्तो अवस्था रहेछ। यो आग लागि भएर जङ्गलै रातो देखिएको छ। दिदी होइन माथि अब चाहिँ हामी 3.5-4 घन्टाको गाडी चलाएपछि हामी चाहिँ अहिले यहाँ रेस्ट अलिकति ब्रेकफास्ट गरौँ भनेर लागिरहेका छौँ। र यहाँ चाहिँ छोरी बाबु कस्तो भइरहेछ? एकदम रमाइलो भइरहेछ। रमाइलो भइरहेछ नि? छोरीलाई कस्तो भइरहेछ? के खाँदै हुनुहुन्छ? यो आरु आरु रातो किसिमको रातो प्रजातिको आरु। ल यहाँ हाम्रोमा चाहिँ सानो सानो हुन्छ तर यहाँ चाहिँ आलु पखडा चाहिँ एकदम ठुल्ठुलो हुँदछ। मिठो छ यो आरु। ल है अब यहाँबाट हामी अझै 5.5 घन्टा जतिको यात्रा छ। हामी रमाइलो गर्दै गफ गर्दै आइरहेछौँ। रमाइलो भइरहेछ। अब हाम्रो नयाँ ड्राइभरले चलाउनुहुन्छ। ल ड्राइभर साहब। ल हाम्रो यहाँ छोरी अहिले गोल्ड कोस्ट लिएर जाँदैछन्। ल अहिले उहाँको स्पिड। स्वस्तिकाजी तपाईँलाई कस्तो लागिरहेछ? मलाई रमाइलो लागिरहेछ। कता जाँदै हो त नि? अनि हामी गोल्ड कोस्ट एन्ड ब्रिस्बेन हो र खै हामी पनि यता रमाइलो मान्दैछौँ। सबैजनाले यता हेरौँ। ड्राइभरले बाइक है ड्राइभरले होइन नो ड्राइभर किसिम। के छ कस्तो लागिरहेछ आज हाम्रो? एकदम रमाइलो लागिरहेछ। ड्राइभर फेरि चढ्न पाइरहेछ। ओहो खुसी लाग्यो त्यस्तो गर्दा? बुवा तपाईँलाई चाहिँ कस्तो लाग्यो होला? एकदम राम्रो लागिरहेछ। सक लागिरहेछ। यो गाडीमा चढेर आफूले कसरी चलाउने होला भनेर चाहिँ लागिरहेछ। कतिखेर पालो कुर्दै हुनुहुन्छ। हामी फेरि छौँ। बुवाले चलाउनुहुन्छ, मैले चलाउँछु, हाम्रो स्वस्तिका मिसले चलाउनुहुन्छ अनि प्लस हाम्रो किसिम सरले पनि चलाउनुहुन्छ। म छेउमा बस्दाखेरि होइन, म छेउमा बस्दा लर्नर हुनुहुन्छ, चलाउन पाउनुहुन्छ किसिम सरले पनि। इलिगल चाहिँ होइन है? हो नि बुवा। अनि लाइसेन्स छ बुवाको। बुवा किसिमको सिकारु लाइसेन्स छ नि त बुवा। सिकारुले नि चलाउन पायो। म छेउमा हुनुपर्छ तर नेपालको लाइसेन्स छ तपाईसँग? होइन यहीँको लाइसेन्स। यहीँको सिकारु लाइसेन्स छ। 1 वर्ष राख्यो भने 1 वर्ष राखेपछि रेड हुन्छ नि यिनी पनि। एक्लै चलाएर लिएर हिँड्न मिल्ने। यहाँ आएर ट्रायल दिया दिन 6 ट्रायल लिखित दिएको। Yes, we are very close to Coffs Harbour. So we are starting to see some Queensland plates because we are close to Queensland border now. Almost there, only 300 kilometers away. Only 300 kilometers away. Pacific Highway is going to close up to 30. So Swastika gonna drive us to Queensland all the way from Sydney non-stop. Wow, this is crazy moment. Oh my god. Kisim. That's not
How much do you rate our driver out of 10? Up to now, it's 10 on 10. 10 out of 10. Yeah, let's see. वाउ बुवा I will try. 10 मा कति दिने हजुरले स्वस्तिकाको ड्राइभिङलाई? स्वस्तिकाको ड्राइभिङलाई 90 10 मा बुवा 10 मा हजुर 10 मा 9 दिने 10 मा 9 एक चाहिँ किन कम? एक किन भगवानको पनि अलिअलि गल्ती हुन्छ भनेर बुवाले होइन, छोड्नु। म अघि फुल रिसाएन। पास हुनु भइसक्यो होइन नि त ए फुल पासै त हो नि। होइन फुल लाइसेन्स छैन भनेर लाइसेन्स नभएर अलिकति बुवाले किनभने ठिक यहाँको देशले नै नदिएको कुरा मैले कसरी दिन सक्छु? त्यो हो। मलाई यो अब देशले फुल लाइसेन्स दिएको छैन बुवाले त्यही भएर फुल मार्क्स नदिएर 9 दिनु भएको छ त। पोजिटिभ कुरा हेर न नेगेटिभ होइन नेपालमा चलाएको भए चाहिँ म 100 मा 100 दिन्थेँ किन त बुवाको मैले 100 आउनु पर्यो नि त 10 मा 10 दिनु पर्यो त्यही भएर कहाँ तराईतिर जाला जस्तो क्या बाटो हामी है होइन यो चाहिँ कसैमा यस्तो हुँदो रहेछ। हामी अहिले लाहान जाँदैछौँ। हाम्रो लाहान चिन्दैनौँ त। लाहान हामी आज लाहान जाँदैछौँ। कस्तो लागिरहेछ बुवा लाहानको हजुर लाहानसम्मको यात्रा पेडा अब पसलमा जानुपर्छ त के पर्छ बब्लु पेडा पसल गुप्ताको घर। बब्लु गुप्ता यात्रा रमाइलो छ ल है त अहिले एकछिनलाई ल बब्लु गुप्ताले फोन गर। सबैलाई नमस्कार। अहिले चाहिँ हामी यो बिग बनाना आइपुगेका छौँ। ल यहाँ चाहिँ केराबारी रहेछ यो। ल बिग Hello guys. So we are very close to Queensland border. Yes. होइन त किसिम हो कहाँ हो रे? अब हामी बोर्डरमा छौँ न्यू साउथ वेल्स र क्विन्सल्यान्डको। हजुर यसको 1 घन्टामा 1 घन्टा 40 मिनटमा हामी गोल्ड कोस्ट पुग्दैछौँ। हाम्रो आजको हाम्रो के भन्छ मन्तव्य। गन्तव्य। अनि कस्तो लागिरहेछ तपाईँलाई यहाँ आजको यात्रा चाहिँ जे होस् भन्नुहोस् त। गुड एकदम राम्रो भइरहेछ। हो Like अब I भोलि said, एकदम घुमिन्छ डुलिन्छ त्यसको फोटो भिडियो सबै आउनेछ। हजुर प्रतीक्षा मात्रै गर्नुपर्छ। एकदम राम्रो छ। कति धेरै छ? ए पाइन ट्रीहरू रहेछ यता। कस्तो राम्रो देखेको मौसम हेर्नु त यहाँ। ड्राइभरजीले चाहिँ होइन अरूले चाहिँ हेर्नुहोस् होला है। एकदम राम्रो लाग्यो। अब हामी 1 घन्टा 40 मिनट बाँकी छ भन्दैछ म्यापले। अब त्यही अनुसारले गरेर जानु पर्यो। ल गाडी त अब त्यही भएर त्यो खोलेर चाहिँ गर्नु मिल्यो। आकाश त कडा देखियो। हामी गोल्ड कोस्ट आइसकेका छौँ। कति 10-12 घन्टाको यात्रापछि हामी गोल्ड कोस्ट आइपुगेका। हामी जाँदैछौँ जङ्गलको अहिले हामी चाहिँ जङ्गलको बिचबाट हामी गोल्ड कोस्टमा चाहिँ हामीले होटेल बुकिङ गरेका थियौँ। अनि हामीलाई चाहिँ वनको बिचमा छ है होटेल भनेर भनेको थियो बुकिङ गर्दा। र अहिले चाहिँ अब हामी जाँदैछौँ। अब हामी 4 मिनटमा नै होटेल पुग्छौँ। तर जङ्गलभित्र हाम्रो नगरकोटको झन्झलको दिइरहेको छ बाटोले। अनि यहाँ किराहरू क्याङ कराइरहेका छन्। एकदम घना जङ्गल, जङ्गल घरहरू नै एकान्त ठाउँ। फाइनली गाइस हामी आइपुगेका छौँ फाइनली होइन गाइस। हामी फाइनली चाहिँ यो चाहिँ गाडी घरमा चाहिँ हामी छिरेका छौँ। ल है कस्तो छ यो गाडी घरको अवस्था हेरौँ है। ओ ल तातै रहेछ।